के चप होला यो हामीले खाजा खाना तँ यहाँ भन्नु हुन्छ यो के माल हो यो चप आलु चप नि खाइँदै आलु चप नि हाल्नु सुनाउनु पर्यो हजुर चप एउटा भयो हुन्छ होला यहाँ पनि नि माल त यहाँ बस्नु न ब्रदर आज राति हामी चाहिँ खाजा खान बसेर साथीहरू यहाँ ट्याक्क लगाएर उसको लागि हो यार फ्रिजको लागि हो त्यो हामी साथीहरू यहाँ 5-7 दिनलाई घुम्न जान्छौँ म कहाँ पुग्छौँ आज हामी काठमाडौँ जाने प्लानमा हो पुरै प्याकेज गरेर काठमाडौँ पुग्छौँ तपाईँहरू फलो गर्दै गर्नु है खाना खाने प्रोग्राम भइरहेको छ ठुलो रेस्टुरेन्ट 4जना यो चाहिँ म हो है चप तरकारीमा हालेर झ्याप्पा हान्नु साथीहरू बिहान ग्रुपमा मोबाइलको बिल अनि ब्रोले के भनेको 7 बजे सबैजना चिया हान्नुपर्छ होइन अनि त्यो 8 बजे जाने होइन र म 8 बजे जाने अनि 7 बजे बनाए त के अरे चिया हान्नु भने म्यासेजमा हुन्छ अनि चिया त हान्नु पऱ्यो नि त होइन एक हप्ताको लागि बाहिर जाने भयो भने मैले घुम्दाखेरि मम्मीबाट माथि मम्मीले ब्रदर त्यो 2टा पुरी दिनु न छ पुरी दिनु भयो तपाईँ को खान चाहन्छ पुरी म यही बढी भएको दाइलाई भनेर सोधेँ मैले खाने मोटाइ अब एक्सर्साइज गर्ने खाएर डाइटिङ त नगर्ने टन्न खाने एक्सर्साइज गर्ने हो भने बोलाउनु हुन्छ र एक्सर्साइज गर्नु अलिक भ्याएन अब गर्ने थ्याङ्क यू प्लेट लिइदिनु कि प्लेट लानुहुन्छ वेलकम है थ्याङ्क यू के भन्ने पुरी पनि कोलाङ गर्ने खाएको थियो लतक्क भएको पुरी भने मजा आउँदैन पुरी त हिजो बनाएर कुन हुन्छ त पापड भाइ यो पुरी हो कि पापड हो यार झराम झराम गऱ्यो है पुरी बरु भाइ एक्सक्युज मी इङ्ग्लिस बोल्नु बुझ्ने रहेछ त्यो दिनु न मलाई त्यो चिप्स के चप दुईवटा दिन दुईवटा भन्यो नि इङ्ग्लिस बोल्नु पर्दैन टुरिस्ट राख्नु गाडीमा आएको होइन नेपाली नसुन्ने गरेर यार खा अब त्यही छ यहाँ हाल्दैन थियो भने तपाईँलाई किन्दै गर्नु अरू मोमोसम्म अरू केही हुँदैन है अहिले त होइन म त पापड हो झुक्किरहेको
म त काट्नु हेर्छु हेर जानु म 15 दिन सिडमा जानु 15 दिन केही फरक पर्दैन जानु म अनुरागबाट भनेर जानु न रिपोर्ट चाहिँ पठाउनै आउँछ त्यही आउनु रिपोर्ट चाहिँ पठाउन पुऱ्याइदिनु है साथीहरू अब हामी गाडीमा जान्छौँ खाजा टल्न खाइयो होइन